बस अब पिरो हाल के भन्छ र निन्द्रा लाग्यो पक पहिला ढिँडो पाक्छ ढिँडो खाने अनि नुनु गर्ने पिरो हाल पिरो भात पकाउनु र छोरी माम हिजो मात्र खाएको होइन आज ढिँडो पकाउने ढिँडो खाने अनि भोलि माम पकाउँछ नि हस् भोलि मम्मीले काममा गएर चामल ल्याउँछ अनि भात खाने आज ढिँडो खाने हस् मसँग छ चामल